Hi everyone, namaste. This vlog is about Gosai Kunda. So, म अनि मेरो बाबा र मेरो मम्मी हामी तीनजना भएर चाहिँ we planned हाम्रो सेकेन्ड ट्रेक हामीले एभरेस्ट बेस क्याम्प गरिसकेका थियौँ लास्ट इयर 1 वर्ष अगाडि अनि त्यसपछि फेरि हामी गोसाई कुण्ड जाऊँ न भनेर निस्क्यौँ सो गोसाई कुण्ड जानको लागि चाहिँ you need to get tickets from national park अनि त्यसपछि चाहिँ हामी धुन्चेबाट हिँड्न थाल्यौँ यो चाहिँ हाम्रो फर्स्ट डे हो धुन्चेबाट हिँड्दैछौँ हामी आज थाहा छैन कहाँ पुगिन्छ अनि लेट्स फाइन्ड आउट कस्तो हुन्छ यो के खाने त खोइ त टोपी लाइ ह्यापी बर्थडे भने भन्छ लाटाले अनि यसलाई मेरो ममले बल्ल बल्ल पकाएर ल्याउनु भयो अनि यस्तो सेलिब्रेट गर्छ हेरौँ है यहाँ आऊ छिटो Day to you, happy birthday to you, happy. अब त चकलेट खान्छ चकलेट खाने कि नखाने चकलेट दिने पख उता वाह खै त थ्याङ्क यू भनेको थ्याङ्क यू तिम्रो नाम के हो नि तिम्रो नाम के हो बाई त्यसपछि उसको बर्थडे सकाएर हामी त्यहाँबाट गयौँ हामी खासमा कफी ब्रेक लिन बसेका थियौँ त्यहाँ सो त्यसपछि हामी माथि नै जाँदैछौँ सो अन द वे यो ठ्याक्क कफी खाएर सकाएर गएपछि चाहिँ बन्च अफ भाइहरू भेट भयो होइन अनि भाइहरू हाम्रो घरतिरको नजिकैको भाइहरू भेट भयो अनि त्यसपछि वी स्टार्टेड टकिङ अनि यस्तो फिल भयो होइन त्यो 1-2 घन्टामै इट फेल लाइक हुन्छ नि वे ट्राभलिङ इन अ ग्रुप जस्तो कि अनि त्यसपछि तातो पानी खाँदै गफ गर्दै अनि हामी जहाँ पुग्ने भनेको थियो त्यहाँ चाहिँ पुगेनौँ अनि हामी चाहिँ फर्स्ट डे चाहिँ हामी धिम्सामा बस्यौँ सो धिम्साको चाहिँ यो लामा होटेल हो दिस इज वान अफ द बेस्ट होटेल अनि हामी के गऱ्यौँ लेट्स सी नगर्ने कुन थियो गर्लफ्रेन्ड पनि कुन थियो माया जान्छु म झिम सानो नजिमकौ परेली भुतुकै हुन्छु म सुपारी दिएमा आउँथे भाइहरूको बिहेमा माया जाल बुन्छु म कुरा गर्नु न बरु चाहिँ यताको सोध्नु न राति दोरी सोरी गाएर लामा होटेलमा बसेर अनि हामी त्यहाँबाट निस्क्यौँ धिम्साबाट हाम्रो टार्गेट चाहिँ टु रिच गोसाई कुण्ड आज नै सो हामी जाँदैछौँ गोसाई कुण्ड सो फर्स्ट ठाउँ चाहिँ आफ्टर धिम्सा इज चन्दनबारीमा चाहिँ एकदमै धेरै होटेलहरू छ अनि अलिक ह्यापनिङ खाले ठाउँ छ अनि यसमा यहाँ ऊ पनि छ चिज फ्याक्ट्री पनि छ अनि यु गेट लट्स अफ अप्सन्स टु स्टे यतातिर आयो भने चाहिँ अनि हामी बिहान चाहिँ सबैजनाको एनर्जी फुलै छ एकदम हाइएस्ट लेभल अफ एनर्जी छ अब हेरौँ काम लाग्दै गएपछि कस्तो हुन्छ वेयर अन द टी ब्रेक अनि फर्स्ट झलक अफ हिमाल हामीले सेकेन्ड डेमा देखेको चाहिँ से हाई टु टोली
ल नाइस हिँड्दैछौँ घाम टलक्क मुखमा टल्किरहेछ तर हामी हिँडिरहेछौँ अनि भाइहरू चाहिँ कहाँ पुगिसक्यो होइन उनीहरू हिँडेर हामी बिस्तारै बिस्तारै हिँड्दै थियो सो कस्तो हुन्छ थाहा छैन गोसाइकुण्ड पुगुन्जेलसम्म चाहिँ हामीले त्यो मजाले देख्छ कि देख्दैन भन्ने चाहिँ आई डाउट अब हेरौँ के हुन्छ तर वेदर एकदम क्लियर थियो सो एकदम रमाइलो भएको थियो हिँड्न पनि अनि एउटा बिचमा चाहिँ यस्तो दामी जङ्गल आउँछ है अनि क्या राम्रो राम्रो रुखहरू छ कि त्यसमा कस्तो राम्रो ट्रेल छ कि त्यो चाहिँ एक जङ्गलको बिचमा रुखको जराहरू सँगसँगै हिँड्ने कस्तो राम्रो छ कि त्यो अब चाहिँ वेयर अबाउट टु रिच चोलाङपाटी भन्ने ठाउँ चोलाङपाटीमा पनि टी हाउसेसहरू छ अनि फ्यु होटल्सहरू छ अनि त्यहाँ एकछिन ब्रेक लिएर अनि हामी जान्छौँ खेन्टो खेन्थो खेन्थो के बुन्नु भएको दिदी टोपी बुनेको कति वर्ष हुनुभयो तपाईँ तपाईँ हो तपाईँ तपाईँ चाहिँ कति वर्ष पुग्यो मेरो वर्ष पुग्यो 60 वर्ष पुग्नु लाग्यो टोपी बुन्दै गरेको खेन्थ्यो दिदीले हामीलाई चिया बनाएर खुवाउनु भयो अनि सिसे बेलुका फर्किँदा मेरोमै बसाइ भनेर सो हामी फर्किनु भ्याउँछ कि पाउँदैन लेट्स सी अनि बाटोमा यसरी पोटोदाहरू यस्तो मजाले हिँडेको देखेर है उकालोमा फ्या फ्या भइरहेको मलाई आनन्द आउँथ्यो कि अरू हिँडेको देख्दा अब चाहिँ हामी माथि पुगेर बुद्ध स्तूपा आउँछ त्यो स्तूपा पुगिसके पछाडि चाहिँ हिँड्ने ट्रेलमा चाहिँ केही फ्रस्ट्रेटिङ आवाजहरू सुनिन सक्छन् त्यसको लागि अलरेडी सरी गोसाइकुण्ड ट्रेल सजिलो छ भन्ने मान्छेले चाहिँ गफै हाने हो यो जस्तो गाह्रो ट्रेल मैले अहिलेसम्म भेटाएको छैन ल धुन्चेबाट हिँडेपछि उकालो बाहेक केही छैन तिर्सै छैन कि टिलिरिस गोसाइकुण्ड सो इट इज द मोस्ट probable trail which would get you altitude sickness anytime soon. This is insane. त्यो बेला फ्रस्ट्रेट भइरहेको बेलामा चाहिँ सबैभन्दा मन परेको कुरा चाहिँ यो नेचर पेन्टेड ढुङ्गाहरू के इट वाज बेस्ट अबाउट टु रिच गोसाइकुण्ड तर 1 घन्टा भनेको 1 घन्टा भइसक्यो कि अझै आएकै छैन सबजना सेन्टी फ्ल्याट भइसक्यो मम्मी के छ कष्टकर यात्रामा छौँ हामी यो गोसाइकुण्ड जानलाई सजिलो भन्ने मान्छे चाहिँ मूर्ख हो लेक लाएर आँखै नदेखि हारेछ लेक हारेछ कि यो त है एनिवेज इफ यु वान्ट टु कम टु गोसाइकुण्ड प्लिज डु नट स्केड्युल टाइट टन्नै दिन लिएर आउनुपर्छ म्याक्स 5 दिन लिएर आउनुपर्छ मजाले हिँड्ने हो भने चाहिँ नत्र चाहिँ एकदमै गाह्रै छ किनभने गाडीबाट ओर्लेदेखि उकालो हो कि पहिलो कुण्ड चाहिँ सरस्वती कुण्ड देखेको थिएँ अनि त्यसपछि भैरव कुण्ड हो जस्तो लाग्छ मलाई भैरव कुण्ड अनि त्यसपछि गोसाइकुण्ड आउँछ भैरव कुण्डबाट अलिकति हिँडेपछि चाहिँ हामी गोसाइकुण्ड पुग्यौँ यहाँ पुग्दाखेरि अलमोस्ट 4 बजेको थियो जस्तो लाग्छ मैले देखेको चाहिँ गोसाइकुण्ड को एरियामा चाहिँ पूजाहरू गर्ने मान्छेहरूले चाहिँ त्यो त्यहाँ चाहिँ सामानहरू त्यत्तिकै पानीको छेउमा बगरमा थियो कि त्यो चाहिँ त्यसो गर्नुभन्दा त बरु
मन लिएर जाने हो, मन चढाउने हो, पानी सानी छुने, नेचरलाई माया गर्ने खालको वातावरण चाहिँ हुनु पर्ने थियो कि जस्तो लाग्यो। यो मेरो आफ्नो पर्सनल कुरा हो। सो गोसाइकुण्ड चाहिँ यस्तो देखिन्छ होइन। यो चाहिँ अब साँझ साँझ पर्न लागिसकेको थियो, हावा मजाले चलिरहेको थियो, एकदमै चिसो थियो माथि चाहिँ। रिपोर्टिङ फ्रम गोसाइकुण्ड। अनि कुहिरोले सबै ढाक्न थालिसकेको थियो। अनि 2-4वटा फोटोहरू खिचेर अनि हामी त्यहाँबाट चिया खाएर अनि फर्किने तर्खरमा लाग्यौँ। सो हामी चाहिँ सेकेन्ड डे एकदम टायर्ड भएर फर्केका थियौँ, अलि रातै परिसकेको थियो। अनि हामी चाहिँ त्यही हिजोको टोपी बुनिरहनु भएको दिदी हुनुहुन्थ्यो नि, उहाँकैमा बस्यौँ। अनि त्यसपछि दिस इज आवर 3rd डे डिसेन्डिङ। अब चाहिँ आज हामी डाइरेक्ट धुन्चे गएर अनि धुन्चेबाट हामी फर्किने भनेर सोचिरहेछौँ। सो दिस इज अगेन चन्दनबारी अन द वे। खै त बस ल, कहिले जाने काठमाडौँ? तिहारपछि। बाई। सो साउट आउट टु आशिष भाइ, जसले हाम्रो यस्तो खतरा दामी भिडियो खिचेको थियो बाटोमा होइन। सो इट्स स्टिल द सेम ग्रुप, हामी सँगै फर्किँदैछौँ। आइ एम भेरी ग्रेटफुल भाइहरूलाई भेटेर। उनीहरूले यस्तो रमाइलो फिल गराइदियो एन्टायर ट्रिप नै होइन। अनि हुन्छ नि आफ्नै भाइहरू जस्तो यस्तो कनेक्टेड फिल भएको, यस्तो कनेक्टेड फिल भएको। सो आइ एम भेरी ग्रेटफुल टु यु गाइज। सो किनभने तिमीहरू सबले हेर्छ मेरो ब्लग, मलाई थाहा छ। अनि यो ट्रेलमा चाहिँ एकदमै इन्सपायरिङ भनेको मेरो पेरेन्ट्स दुवैजना मजाले हिँड्ने, बरु मै थाक्थ्यो थियो होला, मम्मी बाबा क्या मजाले हिँड्नुहुन्छ। अनि उहाँहरूले द वे दे इन्टरेक्ट अनि द वे दे एडजस्ट देमसेल्भ्स इन अ ग्रुप अफ अर्को जेनेरेसन के अर्को जेनेरेसनको केटाकेटीहरूसँग कसरी आफू मजाले बोल्ने हुन्छ नि, कसरी उनीहरूसँग भिज्ने भन्ने कुरा चाहिँ वान सुड लर्न जस्तो लाग्छ कि हाम्रो पालाको मान्छेहरूले फेरि अर्को जेनेरेसनसँग होइन। सो एन्टायर ट्रिप रमाइलो थियो। सबैको दिमागमा चाहिँ यति बेला चाहिँ कहिले पुग्ने अनि जामझुम दाल भात तरकारी मजाले खाइदिने भन्ने चाहिँ सबको मनमा छ। मिठो दाल भात खान पाएपछिको मान्छेको कलाहरू यस्तो हुन सक्छन् होइन। अनि भनिहालेँ तिहारको बेला थियो अनि देउसी भैलो भर्खर इट हेज जस्ट स्टार्टेड चाहिँ म र आशिष भाइ चाहिँ फेरि गइहाल्यौँ त्यहाँ पनि एकछिन समय भएको थियो। धुन्चेमा एकछिन नाचेर अनि खानासाना खाएर अनि लास्टमा एक सिप चिया खाएर चाहिँ हामी त्यहाँबाट चाहिँ निस्क्यौँ। सो हाम्रो टोटल नम्बर अफ डेज फर दिस गोसाइकुण्ड वाज 2.5 days 2 nights अनि 3 days भयो। अनि 3rd डेको राति चाहिँ हामी काठमाडौँ आइपुगेका थियौँ। सो तर आई वुड रियली सजेस्ट जसले पनि प्लान गर्नुहुन्छ प्लिज प्लान 5 days जस्तो, किनभने हामीले एकदम रसमा गऱ्यौँ होइन। तर रस नगरिकन बिस्तारै गर्नुपर्ने ट्रेल्स मध्ये चाहिँ एक हो गोसाइकुण्ड, किनभने एल्टिट्युड सिकनेस पनि कतिजनालाई भइरहेको थियो। लकिली हामी मध्ये भाइहरू अनि हामीलाई कसैलाई पनि भएन, तर त्यो चाहिँ माइन्डमा राख्नुपर्छ जस्तो लाग्छ। यसरी हामी गोसाइकुण्डबाट 3rd डेको राति हामी काठमाडौँ फर्क्यौँ। त्यसपछि के हुन्छ भनेर अब अपकमिङ भिडियोमा देखिन्छ। भाइले मेरो खुट्टा माडेको एभिडेन्स चाहिँ हो गोसाइकुण्ड यात्रा पछिको। कतिमा डिल गरे अरे 100 रुपियाँमा डिल गरेर मेरो खुट्टा मालिस गरेको 5 मिनट मालिस गर्छु भनेर चाहिँ आज त अनि 100 रुपियाँ कमाल्छ नि त। तासै खेल्ने त होला नि त्यसको नि होइन। गोसाइकुण्डबाट चाहिँ ठ्याक्कै टिकाको अघिल्लो दिन म आइपुगेँ राति रुगासुगा बोकेर। अनि दिस इज हाउ आई सेलिब्रेटेड तिहार। So this is it. Thank you for watching. I'll get back with other videos. Bye bye.